मेरो नाम यज्ञ प्रसाद शर्मा हो। म पोखरेल हो, बुद्धनगर बस्छु। एनआरएल सुरु भयो 2062 मा। 62 चाहिँ फर्स्टदेखि नै हामीले चाहिँ त्यहाँ गरेको छु र मेरो वरिपरि हुने इष्टमित्र सबैलाई औ ठाउँको मलाई विश्वास लाग्दैन, त्यहीँ जाऊ भन्छु मैले। र यसको शाखा यहाँ नारायण घाटमा पनि छ, बुटोलमा पनि छ। हामी गएर त्यहाँ गए पनि हामी चेक गराउँछौँ र त्यहाँको मान्छेलाई पनि हामीले यो चाहिँ अथेन्टिक एउटा चाहिँ विश्वासिलो संस्था हो। यसले चाहिँ बाहिरबाट ल्याएका मेसिनहरू हामीले हेरिरहेको हुन्छौँ। मेसिनहरू पनि अथेन्टिक छ र यो मेसिनबाट हामीले चाहिँ राम्रो उपलब्ध र हाम्रो सुरक्षित चाहिँ हेल्थको चाहिँ केयर भएको छ। मेरो मान्छेहरूलाई यसमा यो लिभर डायग्नोसिसमा पनि यहीँ पठाएको हुन्छु र त्यो संस्थाका ती बहिनीहरू पनि एकदम असल छन्। जाने बित्तिकै रेस्पोन्स गर्छन्, के छ सर भन्छन्। हामी ल्याब हाम्रो घरको संस्था जस्तो लाग्छ र हामीलाई विश्वास पनि लाग्छ। यो विश्वास हामीले अरूलाई पनि दिलाएको छौँ र अरूले पनि विश्वास दिलाएका छन्। नेसनल रेफरेन्स ल्याब यो चाहिँ हाम्रो अहिले नेपालको एउटा लिडिङ अर्गनाइजेसन अथवा संस्था भएको छ। यसले हामीलाई राम्रै सेवा दिएको छ। हामीले चाहिँ अब यसलाई उत्तरोत्तर प्रगतिको कामना गरिरहेका छौँ र अझै पनि राम्रो होस्, त्यही भनौँ। शुभकामना।